नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो फर्स्ट न्यू भ्लगमा। हामी चाहिँ अहिले यो कुन ठाउँ अरे भन्छ बोली डाँडा जाँदैछौँ। हामी चाहिँ बयल डाँडा सरी है बयल डाँडा अरे। अब हामी चाहिँ यता गोरेटो बाटोबाट हिँड्दैछौँ। अनि तपाईहरुले हेर्न सक्नुहुन्छ हाम्रो यो बाटो चाहिँ धेरै अब सर्टकट बाटो रहेछ। बाटो चाहिँ यस्तो धेरै छ। हिड्दा 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 हामी यहाँ आइसकेका छौँ। के लेखेको छ हेर्नुहोस्, फोहोर मलाई बडा डाँडा चौतारी क्लब घोराइकोरी 18 छ। अनि यहाँ चाहिँ बस्ने त्यो बन्दैछ। यता चाहिँ हेर्नुहोस् फोहोर मलाई जताकतै साफ सुफ रहेछ। हल्का फुल्का त न कुरा पनि छ यहाँ। हेर्न सक्नुहुन्छ प्रश्नले यस्तो भइसक्यो गाइस है त। हिँड्दा 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 बोर लागिसक्यो यहाँ गर्मीको कारणले। ल भन्छ हेरौँ है त यहाँ के छ कस्तो छ। अनि मेरो स्वास्थ्यको मेरो जिम्मेवारी निरोगी नेपाल निर्माण अभियान शारीरिक व्यायाम मार्फत स्वास्थ्य जीवनशैली खुल्ला व्यायामशाला भएकोमा नगरपालिका 18 स्थानका बयल डाँडामा आइपुगेछौँ है हामी चाहिँ। ठिक छ, राम्रो छ, घुम्न लायक छ। जङ्गलहरू छन्, पुरा हावाहरू चल्दैछन् बिस्तारै बिस्तारै। तर हिँड्दा हिँड्दा हल्का पसिना पनि आइसकेको छ। पसिना आइसक्छ। वाउ, भ्यू चाहिँ दामी देखिरहेको छ यहाँदेखि चाहिँ। तर के गर्ने, आफ्नो मोबाइलको क्यामेरा हल्का नराम्रो भएपछि त्यही भएर त रहेछ नि। हेर्नुहोस् गाइजहरू, भ्यू चाहिँ बब्बाल देखिरहेको यहाँदेखि है त। यही छ कार्यहरू चाहिँ, काम चाहिँ हुँदैछ है त। है त घोराइतिर तिनीहरू चाहिँ कतिपय बाटाहरू यस्ता छन्, कतिपय यस्ता छन् भने कतिपय चाहिँ राम्रो राम्रो छन्। यहाँदेखि यो हिँड्न सक्नुहुन्छ। यो मसिनडाङदेखि लिएर त्यहाँदेखि बाटो पनि छ माथि निस्किनको लागि छ। यहाँ चाहिँ हाम्रो यो खै के भन्छ है, यस्तो यस्तो छन् सबै। यहाँ चाहिँ बस्ने ठाउँ ओ बाफ्रे, यहाँदेखिको रहेछ बाटो राम्रो। मान्छे यहाँदेखि चाहिँ दामी दामी ठाउँदेखि रहेछ बब्बाल ठाउँ। योदेखि यो चाहिँ गोराइ बजार हो है सबै। उतादेखि लिएर यता 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 यो चाहिँ मसिनदाङ भयो भने यहाँदेखि चाहिँ तिनीहरू चाहिँ गोराइ बजार भयो। तिनीहरू चाहिँ गोराइ बजार भयो। अनि त्यसपछि यो चाहिँ यता साइड गोगली भयो है। गोगली चाहिँ गाइज साथीहरू। अन्त पानी न त घर केही पनि रहेन छ देख्नुहुन्छ। पानी ब्यास चाहिँ निकै धेरै त्यो भइरहेको छ। घरदुरा जिप लाइन हामी चाहिँ पानी पनि किनिसकेका छौँ हो। पानी ब्यास धेरै छ।